हेलो एभ्रिवान, आज फेरि तपाईहरुको अगाडि एउटा नयाँ भिडियो लिएर आएको छु र आशा गर्दछु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है। र आज चाहिँ म यो मेरो बेगुनियाको यो जुन चाहिँ बिरुवा छ यसलाई नयाँ बेडमा शिफ्ट गर्न गइरहेको छु। कारण जुन चाहिँ अस्ति मैले सिड लगाएको थिएँ अहिले यसको जर्मिनेसन भएर यो यत्रो साइजमा भइसकेको छ र यो जुन चाहिँ भिडियो चाहिँ म तपाईहरुलाई पनि शेयर गरिरहेको छु र आशा गर्दछु तपाईहरुले यो भिडियो अन्तिमसम्म हेरिदिनुहुन्छ होला भनेर। र हामीले जब यो सिड छरे पश्चात जब हाम्रो स्याप्लिङ्सहरु बिरुवाहरु यो साइजको हुन्छ तब हामीले अर्को बेडमा नयाँ कम्पोस्ट भरेर शिफ्ट गर्नुपर्ने हुन्छ। र तपाईले जुन चाहिँ यो बिरुवा उखाल्दा चाहिँ तपाईले यसरी मुनि अलिकति कम्पोस्ट राखेर यो जरासँग माटोहरु राखेर यसरी उखाल्नु पर्ने हुन्छ है। तपाईले यो हातले चाहिँ तान्नु मिलेन, तपाईले हल्का सिङ्काको हेल्प गरेर मुनिबाट लगाएर चाहिँ यसरी निकाल्नु पर्ने हुन्छ है। र आज चाहिँ हामी यो जुन चाहिँ स्याप्लिङ्स छ त्यसलाई चाहिँ हामी नयाँ कम्पोस्टमा हाल्न गइरहेको छौं। कारण यसलाई त्यही जर्मिनेसन भएकै कम्पोस्टमा राखी बस्यो भने चाहिँ यसको ग्रोथ एकदमै ढिलो हुन्छ। तपाईले यसलाई डाइरेक्टली गमलामा पनि हाल्न सक्नुहुन्छ, तर मेरो चाहिँ यो गमलामा अलिक बेसी भएर चाहिँ यो चाहिँ मेरो अलिक अर्डरहरु पनि थियो है। त्यो भएर मैले त्यसको लागि म यो स्याप्लिङ्सलाई चाहिँ सानो ट्रेमा कतिवटा ट्रे हुन्छ त्यसमा आज म लाउन गइरहेको छु है। र हामीले यो बेडको कम्पोस्ट रेडी गर्दा चाहिँ केही छैन, यो सिम्पल छ, गाईको पाकेको मल है। तपाईले यसमा 80% लगाएर रिमेनिङ 20% चाहिँ तपाईले जंगली मल जुन चाहिँ लिफ कम्पोस्ट पनि भन्छौं हामी है, त्यसलाई तपाईले सानो छानेर चाहिँ यसरी तपाईले बेड चाहिँ एकदम लेभल गर्नुभयो भने चाहिँ तपाईलाई रोप्नु पनि सजिलो है। तपाईले यो 2 घण्टा अगाडि नै यसलाई मज्जाले पानीले भिजाएर यतिको जब सुक्छ पानी मुनि तरेर जान्छ तब चाहिँ हामीले स्याप्लिङ लाउनु हामीलाई सजिलो हुन्छ। त्यो भएर हामीले अगाडि 2 घण्टा अगाडि नै यसमा पानी लाउनु पर्ने हुन्छ है। र यहाँ देखिरहनु भएको छ हामी अब यो स्याप्लिङ लाउन गइरहेको छौं र यसको यो जरा हो मेन, यो व्हाइट सानो देखिरहनु भएको छ। तपाईले यसलाई चाहिँ जोगाउनु पर्ने हुन्छ, यसलाई चाहिँ हामीले ड्यामेज गर्नु हुँदैन। त्यो भएर हामीले हल्का पाराले यसलाई लाउनु पर्ने हुन्छ। यहाँनिर तपाईले लाउँदाखेरि हातको सहायताले पनि लाउन सक्नुहुन्छ, तपाईलाई जस्तो सजिलो लाग्छ त्यसरी तपाईले लाउन सक्नुहुन्छ है। हामीले यहाँ तपाईले देखिरहनु भएको छ हामी यसलाई यसरी लाउन गइरहेको छौं है। यहाँनिर तपाईहरुले यहाँ देखिरहनु भएको छ हल्का पहिला सानो होल गर्यो, त्यसको पश्चात यसलाई हल्का पाराले यसको जरा चाहिँ मेन तपाईले याद गर्नुपर्छ, ड्यामेज नहुने गरी हल्का गरेर तपाईले माथिबाट यसरी हल्का प्रेस गरेर छोड्दिनु भयो भने यो तपाईहरुको भइहाल्यो। अब हामीले कन्टिन्युअसली अरुलाई पनि यसरी हामी कन्टिन्युअसली लाउने छौं है। र हाम्रो यो एउटा ट्रे कम्प्लिट भइसकेको छ है। र तपाईले जब यो लगाइसक्नुहुन्छ त्यसको पश्चात चाहिँ तपाईले माथिदेखि हल्का तपाईले पानीको स्प्रे सानो स्प्रे युज गर्नुपर्ने हुन्छ है। तपाईले ठुलो स्प्रे युज गर्नुभयो भने चाहिँ तपाईहरुको यो उक्लेर जाने चान्सेस हुन्छ है। त्यही भएर तपाईले हल्का पाराले सानो स्प्रेबाट पानी हाल्नुपर्ने हुन्छ। र यो पानी हाल्दा यो पातमाथि जति पनि यो कम्पोस्टहरु आएर बसेको हुन्छ त्यो चाहिँ यसरी स्प्रेले नै अलिकति स्पिड गरेर तपाईले यो सबै यहाँ तपाईले भिडियोमा देखिरहनु भएको छ यो सबै तपाईले कम्पोस्ट चाहिँ बगाइदिनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। कारण यो यतिकै बस्यो भने चाहिँ यो बेगुनिया अलिकति डेलिकेटै हुन्छ, बेसी यसलाई माटोले टच यसको लिफमा टच भइ बस्यो भने चाहिँ यसमा फंगस लागेर यो कुहिने चान्सेस हुन्छ है। त्यो पनि तपाईले ध्यान राख्नु पर्ने हुन्छ। र यो तपाईहरुले यसलाई गमलामा पनि हाल्न सक्नुहुन्छ है। मैले अघि नै भनेको थिएँ। र गमला चाहिँ तपाईहरुले यो चाहिँ 8 इन्चको गमला हो, यो चाहिँ अलिकति सर्ट हाइटको राख्दा पनि हुन्छ यो, कारण यसको जरा यतिसम्म मात्रै आउँछ, बेगुनियाको जरा मुनिसम्म जाँदैन है। त्यो भएर सर्ट हाइटको गमला युज गर्नुभयो भने चाहिँ तपाईहरुलाई बेटर हुन्छ। कारण लामो गमलाको दाम पनि बेसी पर्छ है, तपाईहरुलाई त्यसको त्यो युजलेस हुन्छ। र यो चाहिँ मैले हिजो लगाएको यो गमलामा डाइरेक्टली है। र तपाईहरुले यसरी गमलामा पनि तपाईहरुको कम्पोस्ट मिक्सचर सेम हो जुन चाहिँ अघि मैले भनेको थिएँ तपाईहरुले के यो गमलामा तपाई पानीको मात्रा चाहिँ यतिको राख्नुपर्ने हुन्छ, बेसी चिसो पनि हैन है, बेसी सुक्खा पनि हैन। यो चाहिँ तपाईहरुले मेन्टेन गर्नुपर्ने हुन्छ बेगुनियामा मेनली है। र तपाईले देखिरहनु भएको छ यो त्यही सिडलिङ हो, त्यही ब्याचको बिरुवा हो। मैले यो चाहिँ डाइरेक्टली गमलामै हालेको छु है, तपाईले यहाँ देखिरहनु भएको छ।
र आजलाई म तपाईहरुको अगाडिबाट बिदा लिन चाहन्छु है। फर्दर यसको ग्रोथ के कस्तो हुन्छ म तपाईहरुलाई अपडेट गराउँदै गर्नेछु है। र तपाईहरुलाई मेरो यो भिडियो मन परे काइन्डली लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला।